हेलो हजुरहरू सम्पूर्ण नमस्कार। आज चाहिँ म हजुरहरूलाई पाम्स भिटुमा औषधिको र औषधिजन्य सामग्रीहरूको म्यापिङ कसरी गर्ने भन्ने बारेमा म सिकाउन गइरहेको छु। कृपया ध्यान दिएर हेरिदिनु होला। सर्वप्रथम पाम्स भिटुको यो URL newpalms.fcgo.gov.np URL मा सर्च गर्नुहोला। त्यसपछि तपाईहरुलाई यो ड्यासबोर्ड खुल्नेछ। यसमा चाहिँ डेमो साइट हो कि लाइभ साइट हो भनेर चाहिँ हजुरहरूले कन्फर्म गर्नु होला। यो चाहिँ लाइभ साइट हो। यसमा चाहिँ पाम्स भिटु महालेखा नियन्त्रक कार्यालय यसरी देखाउँछ। यसमा प्रयोगकर्ताको नाममा हजुरले आफ्नो प्यान नम्बर राख्नुपर्ने हुन्छ। मैले चाहिँ मेरो प्यान नम्बर यो र पासवर्ड अगाडि नै हानेको भएर देखाइसकेको छ। आर्थिक वर्ष छनौट गर्नु होला। त्यसपछि साइन इन गर्नु होला। साइन इन गरिसकेपछि हजुरकोमा यस्तो ड्यासबोर्ड देख्नेछ। स्टोर किपर आइडी यो कुन आइडी हो भनेर यता बायाँतिरको कर्नरमा हेर्न सक्नुहुन्छ। प्रयोगकर्ता, भूमिका र आर्थिक वर्ष हुन्छ। प्रयोगकर्तामा हजुरहरूको प्यान नम्बर नै प्रयोगकर्ता युजर हो। भूमिकामा चाहिँ स्टोर किपरको यो हाम्रो स्वास्थ्य चौकीको ELMS आइडी हो। त्यो पनि कन्फर्म गर्नु होला। यो कन्फर्म गरिसकेपछि हजुरले म्यापिङको लागि सर्वप्रथम प्रणाली व्यवस्थापनमा जानु होला। प्रणाली व्यवस्थापनबाट यसपछि चाहिँ तपाईहरुलाई 3 वटा यो चाहिँ खुल्नेछ। फर्म सम्बन्धी विवरण, सम्पत्ति सम्बन्धी विवरण, अन्य व्यवस्थापन विवरण। यसमध्ये तपाईहरुले सम्पत्ति सम्बन्धी विवरण चाहिँ छनौट गर्नुपर्ने हुन्छ। यसपछि सम्पत्तिको ब्रान्ड, सम्पत्तिको मोडेल, सम्पत्तिको क्षमता, कार्यालयमा सम्पत्ति म्यापिङ, माइग्रेसनको विस्तृत विवरण थप भन्ने चाहिँ लेफ्ट लोअर कर्नरमा देखिनेछ। यसमध्ये चाहिँ हजुरहरूले कार्यालयमा सम्पत्ति विवरण, सम्पत्ति म्यापिङमा चाहिँ हजुरले क्लिक गर्नुपर्ने हुन्छ। यसपछि चाहिँ हजुरहरूलाई यता दायाँपट्टि चाहिँ सम्पत्तिको विवरणमा म्याप्ड आइटम, न्यू रिक्वेस्ट, यसरी उपसमूह, उपशीर्षक, सर्च, अल सर्च भनेर आउनेछ। यसरी चाहिँ हजुरले सर्चमा जानुपर्ने हुन्छ। यदि म्याप्ड भइसकेको छ भने यसरी म्याप्ड आइटममा हजुरले हेर्न सक्नुहुन्छ के म्याप्ड भएको छ भनेर। मेरोमा चाहिँ 6019 वटा आइटम चाहिँ म्याप भएको छ। हजुरहरूले अब म्याप गर्नको लागि यहाँ सर्चमा गएर जस्तै के को म्याप गर्न चाहनुहुन्छ म्यापिङ, प्यारासिटामोल 500 mg भनेर सर्च गरौँ। यसरी अल सर्चमा जाने प्यारासिटामोल 500 mg ट्याब्लेट ह्यासट्याग लागेकोलाई चाहिँ गर्नु होला। ह्यासट्यागले चाहिँ एसेन्सियल ड्रगको लिस्ट चाहिँ हो भनेर चाहिँ जनाउँछ। ह्यासट्याग भएकोमा चाहिँ टिक गर्नु होला र सेभ अल गर्नु होला। यसरी नै हजुरहरूले अब खर्च भएर नजाने सामग्रीहरूको पनि गर्न सक्नुहुन्छ। जस्तै ल्यापटप अल सर्च गर्नु होला। यसरी ल्यापटप स्थान, अब ल्यापटप स्क्रिन, ल्यापटप चार्ज थुप्रै आउँछ। हजुरहरूलाई अब ल्यापटप भन्नेमा चाहिँ क्लिक गरेर यसरी यसलाई क्लिक गरेर सेभ अल चाहिँ गर्नु होला। यसरी चाहिँ हजुरहरूले सबै आफ्नो स्वास्थ्य संस्थामा भएको खर्च भएर जाने, खर्च भएर नजाने सामग्रीहरू चाहिँ म्यापिङ गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। आजको भिडियो चाहिँ यो कार्यालयमा सम्पत्ति म्यापिङ सम्बन्धी चाहिँ भिडियो रहेको थियो। अब आउँदो भिडियोमा चाहिँ हामी आफ्नो स्वास्थ्य संस्थाको ओपनिङ ब्यालेन्स कसरी राख्ने भन्ने विषयमा चाहिँ भिडियो बनाउँछु। हस्त धन्यवाद।